हेलो एभ्रिवान, यो चाहिँ मेरो यो च्यानलमा अझै एउटा भिडियो लिएर आएको छु। भिडियो भन्दा पनि एउटा क्वेसन लिएर आएको छु। यो क्वेसनमा मेरो मेन अब्जेक्टिभ हुन्छ कि कसरी सोच्नु, हाउ टु थिङ्क। मेरो यो अब्जेक्टिभ हुँदैन कि यो क्वेसन सल्भ गराउनु मात्रै मेरो अब्जेक्टिभ हुँदैन। क्वेसन सल्भ गराउनु साथसाथ एउटा अप्रोच डेभलप गराउनु पनि मेरो मेन अब्जेक्टिभ हुन्छ है। लेट्स सी द क्वेसन कस्तो छ भन्दाखेरि 14 to the power x minus 13 to the power x equals to 27। अब हामीले के देख्दैछ भन्दाखेरि 14 को पावरमा भेरिएबल्स एउटा x भेरिएबल देख्दैछ, 13 को पावरमा x भेरिएबल देख्दैछ। यो बराबर कति छ? 27 छ है। अब हामीले स्टार्टिङ कसरी गर्नुपर्ने हुन्छ त भन्दाखेरि हामीले यहाँनिर यस्तो मुनि बेसमा एउटा कन्स्ट्यान्ट भ्यालु छ, पावरमा एउटा भेरिएबल्स छ भने हामीले एउटा मेथड के गर्नु सक्छ, लगरिदमिक मेथड युज गर्न सक्छ। टेक लग अन बोथ साइड गरेर हामी सल्भ गर्न सक्छ। बट हामी त्यस्तो प्रकारले गर्दैनौँ। एउटा जेनरल अप्रोच, एउटा दिमागले सोचेर एउटा जेनरल अप्रोच डेभलप गर्छौँ है। अब हेर्नुहोस् त, यहाँनिर के छ, 14 to the power x, यो एज इट इज लेख्छौँ, माइनस 13 to the power x इज इक्वल टु, अब यहाँनिर मेन हामीले फोकस गर्नुपर्ने हुन्छ यो 27मा। यो 27लाई हामी कसरी लेख्न सक्छौँ भन्दाखेरि 14 प्लस 13 यसरी लेख्न सक्छौँ कि सक्दैनौँ? सक्छ नि होइन। अब नेक्स्ट स्टेपमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि 14 to the power x minus 13 to the power x इज इक्वल टु प्लस 13। अब यसलाई हामीले इन्टु 1 गर्न सक्छौँ नि होइन। हामीले इन्टु 1 गरे पनि कति नै आउँछ, 14 प्लस 13 नै आउँछ। अनि 14 प्लस 13 गरे पनि 27 नै आउँछ। जस्ट एउटा हामीले सिम्पल एउटा अरेन्जमेन्ट मात्रै गरेको। अब नेक्स्ट स्टेपमा हामी के गर्छौँ त भन्दाखेरि यो मल्टिप्लाई इन्टु 1 गर्नुको रिजन चाहिँ के छ, यहाँ नेक्स्ट स्टेपमा म भन्छु है। 13 यसलाई यो 1लाई म के लेख्न सक्छु भन्दाखेरि 14 माइनस 13 यो लेख्न सक्छु नि होइन। 14 माइनस 13 कति हुन्छ? 1 नै हुन्छ होइन। यो 1 इन्टु 14 प्लस 13, 14 प्लस 13 नै हुन्छ। नेक्स्ट स्टेपमा म के गर्छु भन्दाखेरि 14 टु द पावर एक्स माइनस 13 टु द पावर एक्स इज इक्वल टु, अब यहाँनिर एउटा हामीले फर्म देख्दैछ है। कस्तो फर्म देख्दैछ भन्दाखेरि 14 प्लस 13, 14 माइनस 13 एउटा हामीले सिमिलर फर्म देख्दैछ। कस्तो फर्म भन्दाखेरि हामीलाई के थाहा छ, ए स्क्वायर माइनस बी स्क्वायर इज इक्वल टु ए प्लस बी इन्टु ए माइनस बी। यही फर्ममा छ नि यहाँनिर, ए प्लस बी 14 प्लस 13 ए माइनस बी 14 माइनस 13। अब हामीले यसलाई के लेख्न सक्छौँ त भन्दाखेरि यसको फर्ममा लेख्न सक्छौँ, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा। ए स्क्वायर माइनस दुइटै साइडमा ए के छ, 14 छ, ए स्क्वायर माइनस बी स्क्वायरको जग्गामा कति छ, 13 छ, 13 को स्क्वायर। अब यहाँनिर सिम्पली हामी के गर्न सक्छौँ, कम्पेरिजन गर्न सक्छौँ। 14 पावर एक्स 14 को पावर स्क्वायर छ, भन्नुको मतलब एक्सको भ्यालु कति हुने रहेछ, 2 हुने रहेछ। यहाँनिर चाहिँ हामीले के सिक्यौँ त भन्दाखेरि एउटा जेनरल मेथडले कसरी चाहिँ क्वेसन अप्रोच गर्ने त। ओके, थ्याङ्क यू सो मच। यो भिडियो यहीँसम्म है। यस्तो प्रकारले चाहिँ तपाईँहरूले एउटा आफ्नो अप्रोच डेभलप गर्न सक्नुहुन्छ।